भोट हाल्न जाँदै हुनुहुन्छ भने यो भिडियो हेरेर मात्र जानु होला, नत्र तपाईले भोट हाले पनि बदर या इनभ्यालिड हुन सक्ने चान्सेस धेरै नै छ ध्यान दिनु भएन भने। अनि सबै एफर्ट्स र मेहनत गयो पानीमा। यो निर्वाचनमा तपाईले दुईटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। एउटा प्रत्यक्ष या व्यक्तिलाई जुन चाहिँ सेतो पानामा रातोमा अक्षर या चिन्ह भएको हुन्छ र अर्को समानुपातिक या पार्टीलाई जुन चाहिँ सेतो पानामा कालो अक्षर या चिन्ह भएको हुन्छ। सो दुईटा पानामा तपाईले अलग अलग भोट हालेर दुईटा अलग मतपेटिका या ब्यालेटमा खसाल्नुपर्ने हुन्छ है। अब ध्यान चाहिँ के कुरामा दिनुपर्छ त भन्दाखेरि तपाईले भोट गर्दा जुन भनेको स्वस्तिक चिन्ह छाप हाल्दाखेरि एउटा निर्वाचन चिन्हको साइडमा मात्र राख्नुपर्ने हुन्छ, टक्क मिलाएर बक्सभित्र। यताउता छुने या बाहिर निस्किने गरेर होइन। दुईटा निर्वाचन चिन्ह रहेको कोठाको बीचमा पर्ने गरी राख्नुभयो भने या एक भन्दा बढी निर्वाचन चिन्हमा चाहिँ छाप लगाउनु भयो भने तपाईको भोट बदर या इनभ्यालिड हुन्छ नि। मलाई त दुवैजना मनपर्छ, यसलाई पनि दिन्छु उसलाई पनि दिन्छु भनेर छाप लगाउने मान्छेहरू, त्यस्तो हुँदैन है। एउटालाई मात्र लगाउनु पर्ने हुन्छ। अनि अर्को भनेको चाहिँ स्वस्तिक छाप नबुझ्ने गरी एउटै बक्समा दुईचोटि लगाउनु भयो भने पनि त्यो बदर हुन्छ है। एकचोटि खासै राम्ररी लागेन भनेर त्यसको माथि लगाउने काम चाहिँ नगर्नु होला। एकचोटि मात्र ट्याप्प लगाउने हो है। फेरि त्यसमा केरमेट या माथि थप्नु हुँदैन। अनि फेरि यसरी सबैलाई मिलाएर दिन्छु भनेर चारवटा बक्सको बीचमा पर्ने गरेर छाप लगाउनु भयो भने त्यो पनि इनभ्यालिड हुन्छ। प्लस स्वस्तिक छाप नै लगाउनु पर्छ जुन त्यहाँ एभाइलेबल हुन्छ। आफ्नो औँलाको छाप लगाउनु हुँदैन त्यहाँ बक्समा, र कोठा बाहिर पर्ने गरेर छाप लगाउनु हुँदैन। सबै बदर या इनभ्यालिड हुन्छ। च्यातिएको या मतपत्रको तल मतदान अधिकृतको सिग्नेचर छैन भने त्यो पेपर चाहिँ काउन्ट हुँदैन। यो कुरा पनि ध्यान दिनु होला। चेक बिफोर यु भोट। र फोल्ड या पट्याउँदाखेरि पनि ध्यान दिनुपर्ने हुन्छ तपाईले लगाएको छाप चाहिँ अर्को बक्समा अलिकति फोल्ड गर्दाखेरि नलत्पतियोस् भनेर। सो पट्याउँदाखेरि पनि यसरी अर्कोमा छाप नलाग्ने गरिकन पट्याएर खसाल्नुपर्छ, टक्क मिलाएर है। यति ध्यान दिनुभयो भने तपाईको भोट काउन्ट हुन्छ। अनि अर्को इम्पोर्टेन्ट कुरा, तपाईले कसलाई भोट दिनुभयो भन्ने कुरा चाहिँ कसैलाई पनि थाहा हुँदैन तपाई बाहेक। सो होइन धेरै प्रेसर हुन्छ यसमा, यसलाई दिनुपर्छ है भन्ने कुरा हुन्छ भन्ने, कसैले केही दिएको छ भने पनि मस्तले लिने, तर आत्माले रुचाएको मान्छे या पार्टीलाई चाहिँ भोट दिने, कसैको इन्फ्लुएन्समा नआइकिन। अनि बाहिर आएर तपाईले नै भनेकोमा दिएको हो नि भनेर आरामले बस्दा पनि भइहाल्यो। सो यसपालि चाहिँ एउटा जिम्मेवार नागरिक भएर भोट गर्नु होला, एकदमै बुझेर सम्झेर। जय नेपाल।